के तपाईलाई गाडी चढ्दा बान्ता आउँछ? यसको कारण सुन्दा तपाई पनि चकित पर्नुहुनेछ। गाडी चढ्दा बान्ता आउनु सामान्य समस्या हो, तर किन यस्तो हुन्छ? आज हामी यसको 4 मुख्य कारण बुझ्ने छौं। पहिलो कारण ब्रेन कन्फ्युज। जब गाडी चल्छ तपाईको आँखा, कान र शरीरले फरक सिग्नल दिन्छ। यसले दिमागलाई अलमलमा पार्छ र चक्कर र बान्ता आउन सक्छ। दोस्रो कारण पेटको असर। गाडी हल्लिँदा पेटमा ग्यास वा अमलता बढाउँछ। यसले पेट असहज बनाउँछ र बान्ता गराउँछ। तेस्रो कारण डर र चिन्ता। धेरै मानिसलाई गाडी चढ्ने डर हुन्छ, त्यही डरले पनि बान्ता आउन सक्छ। चौथो कारण गन्ध। गाडीभित्रको तातो हावा, पसिना, पेट्रोल वा पर्फ्युमको गन्धले पनि सिधै बान्ता गराउँछ। आउनुहोस् अब बुझौँ यसबाट बच्न के गर्ने। सधैँ अगाडिको सिटमा बस्नुहोस्, मोबाइल कम प्रयोग गर्नुहोस्, हल्का खाना खानुहोस्, झ्याल खोलेर ताजा हावा लिनुहोस्। अब बुझ्नुभयो? यो कमजोरी होइन, साइन्स हो। यस्ता जानकारीका लागि मलाई फलो गर्न नबिर्सिनुहोला।